नमस्ते र स्वागत छ हाम्रो च्यानलमा। आज हामी नेपाली टेलिसिरियल कान्छीको भाग 318 को पूर्ण समीक्षा र कथाको सार लिएर आएका छौं। आजको भाग निकै नै भावनात्मक, सस्पेन्स र सोच्नै नसकिने ट्विस्टहरूले भरिएको छ। यदि तपाईले यो भाग छुटाउनु भएको छ भने चिन्ता नलिनुहोस्। आजको यो भिडियोमा हामी भाग 318 का हरेक साना ठूला घटनाक्रमहरूलाई विस्तारमा प्रस्तुत गर्नेछौं। भागको सुरुवात निकै नै सास रोकिने दृश्यबाट हुन्छ। कान्छी गुण्डाहरूको कब्जाबाट आफ्नो ज्यान जोगाएर भागिरहेकी छिन्। उनीसँग आफ्ना निर्दोष श्रीमान सागरलाई जेलबाट छुटाउने मुख्य भिडियो प्रमाण अर्थात् पेन ड्राइभ छ। दिनौदेखिको भोक, प्यास र शारीरिक कमजोरीका बावजुद पनि उनी कुनै पनि हालतमा त्यो प्रमाण प्रहरी र अदालतसम्म पुर्याउन दृढ छिन्। अर्कोतर्फ क्रूर गुण्डाहरू उनलाई समात्न पछाडि लागिरहेका छन्। भागिरहेकी कान्छी मद्दतको आश बोकेर उनले आँसु बगाउँदै अनुनय विनय गर्छिन् र आफ्नो श्रीमानलाई निर्दोष साबित गर्ने प्रमाण प्रहरीसम्म पुर्याइदिन बिन्ती गर्छिन्। तर समाजमा फैलिएको भ्रमका कारण उनको कुरा अलिकति पनि पत्याउँदैनन्। उल्टै कान्छीको चरित्रमाथि गम्भीर शङ्का गर्दै गाली गलौज गरेर उनलाई घरबाट निकालिदिन्छन्। यस्तो कठिन मोडमा पनि कसैको सहारा नपाउँदा कान्छी पूर्ण रूपमा टुट्न पुग्छिन्। बाट निराश भएपछि कान्छी घिस्रिँदै आफ्नी सासू र देवर सन्तोषकोमा पुग्छिन्। उनले सागरलाई छुटाउने भिडियो प्रमाण भएको पेन ड्राइभ देवरलाई सुम्पिन्छिन्। तर लगातारको मानसिक तनाव र अत्याधिक कमजोरीका कारण कान्छी त्यही बेहोस भएर ढल्छिन्। देवर सन्तोषले कान्छीले दिएको पेन ड्राइभ ल्यापटपमा हालेर चेक गर्छ, तर दुर्भाग्यवश त्यसमा केही पनि हुँदैन। यता सासूले भने कान्छीले बेहोस भएको नाटक गरिरहेकी छिन् भन्दै उल्टै शराब छिन् र उनलाई त्यही चिसो भुइँमा छोडेर माथि जान्छन्। कथामा सबैभन्दा ठूलो ट्विस्ट तब आउँछ जब मुख्य भिलेनको आगमन हुन्छ। उसले असली प्रमाण भएको पेन ड्राइभ आफूसँगै रहेको र कान्छीले लगेको पेन ड्राइभ खाली भएको खुलासा गर्छ। उसले कान्छीलाई फेरि नियन्त्रणमा लिन र प्रहरीसम्म पुग्न नदिन आफ्ना मान्छेहरूलाई कडा निर्देशन दिन्छ र आफै पनि कान्छीको खोजीमा निस्कन्छ। अर्कोतर्फ 13 दिने काजक्रियामा बसेका दाजुभाइ र पण्डितजी बीचको कुराकानी देखाइएको छ। उनीहरूले फोन सम्पर्क हुन नसक्दा कान्छीको चिन्ता गरिरहेका छन्, तर पण्डितजीले नियम अनुसार बाहिर निस्कन नपाइने कुरा सम्झाउँछन्। भागको अन्त्यतिर कान्छीका साना बालबालिकाहरू आफ्नी आमालाई सम्झेर रोइरहेका दृश्यले दर्शकको मन पगाल्छ।